हेलो सम्पूर्णमा नमस्कार। आज हामी जाँदैछौँ दोस्रो तानसेन महोत्सव मेरो फुपू नानी र म भएर। दोस्रो तानसेन महोत्सव लाग्दैछ टुँडिखेलमा। हामी गयौँ टिकट काउन्टर। यो रहेको छ टिकट काउन्टर। यहाँबाट हामीले 3वटा टिकट लियौँ र भित्र जाँदैछौँ। अहिले चाहिँ नयाँ कुरा रहेछ, फिस टनल पनि रहेछ र हामी सुरुमा गयौँ सचिवालय। त्यहाँ गएर 1-2टा फोटो खिच्यौँ। हेर्नु न त्यहाँ मेरो पारा चाहिँ कस्तो छ। नानीले चाहिँ मानेन फोटो खिच्न र त्यसपछि हामी लाग्यौँ स्टलतिर। के रहेछ है त स्टलमा हेर्दै जानेछौँ। हेरिदिनु है हजुरहरूले। लिएर जानुहोस्, आउनुहोस्। यहाँ चाहिँ दाइले आउनु 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 मम्मी बिखिन्दा नानी फेरिमा भनिराख्नु भएको थियो है। फाइनल्ली हामीहरू चाहिँ आइपुग्यौँ भित्र। भित्र चाहिँ यस्तो रहेको रहेछ, हेर्नुहोला। अब हामीहरू जान्छौँ डुङ्गा खेल्नको लागि। अब हामीहरू चाहिँ डुङ्गा खेल्दैछौँ 3जना भएर। मैले चाहिँ डुङ्गा खेल्नको लागि 3वटा टिकट लिएँ र हामीहरू सिँढी चढ्दैछौँ। दिदी र नानी अगाडि हुनुहुन्छ, म पछाडि छु। साँझ परिसकेको छ र अब आउने पालो रहेको छ सिङ्गरहरूको र उहाँ हुनुहुन्छ हाम्रो पाल्पाको हिरो। चिन्ने जतिले कमेन्ट गर्नु है त।
के भयो के चस्मा लगाउने नानीमा मन लाग्यो फेरि पालो आएको छ अर्कै क्युट सिङ्गरको। उहाँलाई कसले चिन्नुहुन्छ कमेन्ट गर्नु ल। कहिले मिलन कहिले बिछोड उनको प्रीति कहिले हो कि जान्दिनँ म एकैचोटि चाहन्छु माया बढोस् चाहन्छु म तिम्रो हुन पाऊँ
यो चाहिँ अर्को दिन ल अर्को दिन चाहिँ को आउनुभएको रहेछ त हेरौँ है हामीले अर्को दिन झन् इन्जोय गऱ्यौँ यो दिन चाहिँ आउनुभएको रहेछ पुष्कल शर्मा र खुमन अधिकारी आज चाहिँ हामीले झन् इन्जोय गऱ्यौँ नाच्यौँ गायौँ उफ्र्यौँ र मेरो भिडियो आजको लागि यति नै रहेको छ मेरो भिडियो हेरिसकेपछि लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला है बाई बाई